गाइजहरु वेलकम टु माई न्यू ब्लग हैन। सो आज चाहिँ हामी काठमाडौँ जाँदैछौँ यहाँबाट, अनि यहाँबाट काठमाडौँ गएर काठमाडौँबाट मिसन लोड गरेर पोखरा जानेछौँ। सो म चाहिँ एकदमै सन्चै छु। तपाईहरु कस्तो हुनुहुन्छ? लाइक कमेन्ट सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। सो गाइज हामी चाहिँ गाडीमा चढिसकेको छौँ। गाडीमा चढिसकेको छौँ। जाँदैछौँ है त गाइजहरु। फेरि होइन गाइड सिट पनि बिचतिर भनेर त लास्टमा छ भने सानो दिदी भइरहेको लास्टको सिटले क्या अन्तिममा चाहिँ गाह्रो छ भर्खर मङ्गलारी आइपुग्यो होइन। मङ्गलारी आइपुग्यो चाहिँ होइन। त्यही हो गाइजहरु लाग्यो हामी चाहिँ होइन। मङ्गलारी आइपुग्यो भनेपछि अब हामी चाहिँ बस रोक्नु स्ट्यान्डमा भेट्नुपर्छ है त। सो गाइज अहिले चाहिँ हामी पुरानो बुढो बाजेको भण्डारमा होइन, पुरानो बाजेको पेडा भण्डार चाहिँ रहेछ है, त्यहाँ आइसकेको छौँ। यता हाम्रो डायमन्ड छ भने यो चाहिँ कुन हो? यो विराट रहेछ। सो त्यही हो। अनि यता दाइ जाँदैछ, के लिन आएको हो त्यो चाहिँ थाहा भएन, भनेन। मुख धोएर बच्चाको हाम्रो सानो ढिलो ल्याइपुर्यो होइन गाडीले होइन। त्यही हो। अब भनेको चाहिँ हामी अगाडि गएर भेट्ने है त गाइज। ल सर लाएर है गाडी पनि नकुद्दो रह। गुड मर्निङ गाइजहरु, गुड मर्निङ। बिरामी भएर भिडियो बनाउन पाइनँ मैले चाहिँ होइन। अझ हामी चिया खान लाग्छौँ, दाइ बाहिर हुनुहुन्छ, चिया बनाउनु दिँदैन। बिरामी भएर भिडियो बनाउन पनि सकेन, त्यही हो। सो अब चिया खाएर टक्क भेट्नुपर्छ है त। त्यही हो गाइज। अहिले चाहिँ म खानासाना खाएर रुममा आइसकेको छ। अनि दाइ चाहिँ उता गएको मिसिन बनाउनु, फ्युल पम्प बनाउन। अनि बनाएर मिसिन लोड गरेर कता जाने, उतै पोखरै जाने होला कि यहीँ बस्छ थाहा भएन त्यो चाहिँ होइन। अनि यहाँ आएर चाहिँ अब पोखरा जाने कि नजाने हुँदैछ है। त्यही हो। खानासाना खायो गाडीले मातेर होइन। अझै अल्छी लागिरह भने मलाई त अझै मातिरह। सो मैले चाहिँ खानासाना खाइसक्यो। भरे भेटौँ न है। सो आज अब चाहिँ म बाहिर निक्लिँदैछु टक्क लाएर होइन। भोलि बिहानको लागि यसो ब्रस गर्नलाई किन्नलाई जाँदैछु यहाँ परतिर। यता हाम्रो बा हुनुहुन्छ, सन्चै हुनुहुन्छ नि बा? आनन्दै छ। ल यता गाइज म चाहिँ लागेँ। त्यही हो। आज रातभर भन्दा पनि दिनभर बाहिर निस्किसकेँ, सुत्या भइदियो कि बिरामी भएर। अनि अघि उठेर खाना खाएर अब मन्जन लिन जाँदैछु म चाहिँ। सो मन्जन लिन आएको छु है त गाइज। कोलगेट दिनु न। हजुर हजुर कति जान्छ? कति जान्छ भन्नु? आन्टीले 80 जाने कोलगेट दिनुहुँदैछ मलाई। ठिक्क 80 रुपियाँ राख्ने। पैसा झऱ्यो। आन्टीले मलाई कोलगेट दिइसक्नु भएको छ होइन। हजुर ब्लग हो। यति नै लिन आयो हो। ल लाग्यो आन्टी, लाग्यो गाइजहरु रुमतिर। अब पसल पनि ठ्याक्क धेरै टाढो जानु नपर्ने, ठिक्क। सो त्यही हो। अब सबैलाई गुड नाइट भन्न चाहन्छु म चाहिँ होइन।
एन्ड गुड नाइट। सो अब हामी भोलि भनेको भोलि भेट्नुपर्छ। भोलि भनेको थिएँ अब जानु भनेर मिसिन सिसिन उयो सर्भिसिङ गरिसकेर टक्क भोलि नै बन्यो भने चाहिँ भोलि नै जाने फाइनल भएको छ। त्यही हो गाइज, पहिला गुड नाइट। अब भोलि भेट्नुपर्छ है त। गुड मर्निङ गाइजहरू। आज चाहिँ उठेर मुखसुख धोएर चिया खाएर टक्क बसिरहेको छौँ। दाइ चाहिँ तातो पानी खानुहुँदैछ टक्सिल भएर। सो त्यही हो, अब खानासाना खाएर ग्यारेज जानुपर्ने होला। मिसिन सिसिन भनेपछि बेलुका लोड गरेर पोखरा भने पोखरा हानेर जानुपर्ने चाहिँ बन्दीपुर जानुपर्ने आज अब जाने भनेको बेलुकातिर बेलुका जाने हो टक्क लाएर कहिले पुगिन्छ हेर्नुपर्छ। सो त्यही हो गाइजहरू। ल ग्यारेज पुगेर भेटौँ न अब। सो गाइज हामी चाहिँ बाखल जाँदैछौँ सामान लिनलाई टक्क लाएर होइन। त्यही हो कस्तो छ तल सामान जाँदैछौँ मोबिल सोबिल हाल्नलाई। त्यही हो बाखल पुगेर भेटौँ है त। सो मैले चाहिँ जानु परेन, आधी बाटोबाट फर्केँ म चाहिँ होइन। दाइ जाँदैछ भरे मिसिन बन्छ बन्दैन त्यो फिक्स छैन। मिसिन बनिसकेपछि लोड भयो भने चाहिँ भेटौँ है त गाइज। सो साथीहरू आज चाहिँ हामी मिसिन लोड गरेर जानुपर्ने हुन्छ। सो हिजै जान्छौँ भनेको थियौँ, हिजो भएन, आज चाहिँ जाने हो। सो त्यही हो, अब चाहिँ हामी ग्यारेज जान लाग्छौँ। अनि ग्यारेज गएर होमसम फिट गरिदिइसके पनि होला सायद लगभग। अनि मिसिन सिसिन लोड गरेर जानुपर्ने हुन्छ है त। हाम्रो मिसिन चाहिँ बनिसक्यो। अब टक्क लाएर खानासाना खाएर लोड गरेर जानुपर्ने हुन्छ। दाइले उता बनाउनुहुँदैछ। अनि अब बत्ती नयाँ हाल्यो, दुईवटा बत्ती नयाँ हाल्यो। एउटा त्यहाँको एउटा यहाँको बल्दैन थियो। यो हाम्रो यो सिसा पनि लाग्दैन, पछाडिको बोनेट पनि लाग्दैन। हाम्रो मिसिन सबै स्क्र्याच छ। चाहिँ के भएर भन्दाखेरि अस्ति उहाँ दरबार मार्गमा यो अन्नपूर्णको होटल भत्काउँथ्यो। त्यही भत्काउँदाखेरि भाइ स्क्र्याच यिनीहरू चाहिँ चाक कुचुक भइरहेको थियो, बनाइदिएको छ। त्यही हो टक्क लाएर है त। ट्याक्क लाएर यहाँनिर यो झन् काचक्कै गएको थियो कि यो चिक्कै गएको थियो। अनि यो पनि बनायो। त्यही हो लाएर होइन हुन्छ नि त। एउटा लाइट पनि छ। ओके ब्रदर। सो गाइज हाम्रो मिसिन पनि लोड भइसक्यो टक्क लाएर होइन। यता यता भ्यू पनि दामी आउने रह होइन। मिसिन लोड भइसक्यो, अब लाग्नुपर्ने हुन्छ हामी। सो त्यही हो बिस्तारै लाग्नुपर्ने हुन्छ हामी चाहिँ। गाइड्सहरू अब हामी लाग्नुपर्ने हुन्छ है त। सो त्यही हो काठमाडौँलाई अलविदा भन्ने लाग्यो हामी। काठमाडौँ छोडियो लाग्यो 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 गाइड्सहरू। त्यो धादिङै लाग्यो अगाडि त्यो गाइड्सहरू आइयो है आइयो ल। गाइड्स अहिले चाहिँ हामी मुक्लिन आइपुग्यौँ है। मुक्लिन बजार
यता जाने हो भने पोखरा हो पनि जान लाग्छ हो कुन कार हो नि यो बाटो नपाए भने लाएर यता पनि हेरे कारको नेपालमा चाहिँ छैन यो कार त्यही हो पुलिस बुलडोजर कल्लो त झन् के भिड हो टक्क लाएर हावा पनि सरल यता छिरेपछि त अलिक चिसो भयो जस्तो भयो चिसो
कहिले जाने हामी बाइकहरू डाँडाबाट त भिड त दामी देख्ने त हो यहाँ त एउटा भिड पोइन्ट बनाउने बेला भएछ यताको दामी देखिनुपर्छ त यता सोध्नु हुँदैछ गुरुबाले सोध्नु हुँदैछ मिसिनको छोरी छ लाग्यो गाइजहरू सो गाइजहरू धेरै नै आइपुगिसक्यो हामी चाहिँ धेरै टपमा कहाँ हो गाह्रो छ गाह्रो छ खाना हामी ठाउँमा आइपुगिसकेको छौँ होइन टक्क लाएर पाइप साइप खोलेर मिसिन झार्ने बेला त त्यही हो मिसिन झार्नलाई चढिसकेको छ कता जानुभयो हाम्रो गुरुबा ल केही देखेन त्यही हो म झारेको
चाहिँ आजलाई यति नै होइन। सो रमाइलो भयो। तपाईँहरूलाई कस्तो लाग्छ होइन भनिदिनु होला। मलाई चाहिँ रमाइलो भयो, नयाँ ठाउँ भएर होला होइन। त्यही हो, लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त।